र हामी कहाँ चाहिँ अलिकति अब अदालतहरूमा अलिकति पुराना मुद्दा छन् भन्ने कुरा यसलाई छिटो फैसला गर्ने नराख्ने भन्ने कुराहरू छन्। यो कुराको हामी कहाँ समस्या छैन। आजका मितिसम्म 2 वर्ष नआएका मुद्दा कुनै पनि छैन र हामीले यदि 82 साल असार मसान्तसम्म हाम्रो अभिलेख हेर्दाखेरि पनि 2 वर्ष नाग्ने छ। अब नाग्ने अब 3 महिना पछाडि 4 महिना पछाडि असार मसान्तसम्म नाग्ने सङ्ख्या भनेको जम्मा 6 थान छ। 6 थान चाहिँ हाम्रो चाहिँ कृषिमा चलेको छ त्यो फैसला गर्छ। अब यो आर्थिक वर्षमा 2 वर्ष नआएका मुद्दा अर्को आर्थिक वर्षमा सरेर जाँदैछ। अब गत वर्षमा साउन महिनामा 131 थान मुद्दा सरेर आएको थियो भने अब अहिले चाहिँ हामी अहिलेको अवस्थामा अझै 3-4 महिना छ र अब त्यो बिचमा पनि मुद्दाहरू कति दर्ता हुन्छ त्यो हिसाबले पनि मुद्दा चाहिँ कति शासन हुने कुरा अहिले एग्री गर्न सक्ने अवस्था छैन र हामीले अङ्ग पुगेका मुद्दाहरू चाहिँ छिटो अङ्ग पुर्याउने र अङ्ग पुगेका मुद्दाहरू फैसला गर्ने क्रममा हामी अगाडि बढेका छौँ। र यहाँ चाहिँ अब हाम्रो अदालतबाट भएका अलिकति काम कारबाहीहरूको बारेमा यहाँहरूलाई भन्दाखेरि अब यो मेरो अपेक्षा के भन्दाखेरि अब हामीले धेरै कुराहरू गरेका छौँ। कति कुराहरू चाहिँ नि अब यो जनतामा थाहा नहुँदाखेरि पनि अब अदालत भनेको के हो त्यहाँनिर त पैसै लाग्छ, पैसा बिना केही पनि काम हुँदैन भन्ने खालको पनि कता बुझाइ पनि छ। त्यो अब हामीले त्यसलाई प्रभावकारी हिसाबले प्रचार गर्न नसकेको हो जस्तो पनि लाग्छ मलाई। हामी कहाँ एकजना सर्वप्रथम त सबै 77 जिल्लामा के अरे सरकारले चाहिँ एकजना वैधानिक कानुन व्यवसाय भनेर निःशुल्क चाहिँ कानुन व्यवसाय सेवा प्रदान गर्नको लागि राखिएको छ। त्यसमा चाहिँ जसले यहाँ आउँदाखेरि म मुद्दा लड्न सक्दिनँ, म अन्यायमा परेँ, मेरो खर्च छैन भन्नुहुन्छ भने उहाँलाई चाहिँ हामी चाहिँ वैधानिक कानुन व्यवसाय मार्फत चाहिँ फिर्याद लेख्ने, प्रत्युत्तर लेख्ने, मुद्दामा बहस गराउने, अब अरू निवेदनहरू आवश्यक पर्ने सबै कामहरू पुनरावृत्ति गर्नेसम्मका कामहरू पनि उहाँले चाहिँ गरिदिनुहुन्छ। यो कुरा चाहिँ हामी सबैलाई चाहिँ बुझाउन जरुरी पनि छ। अब हामी चाहिँ धेरै मान्छेलाई पनि थाहा चाहिँ छैन कि जस्तो पनि लाग्छ मलाई। अब हामी चाहिँ सिधै चाहिँ अब के अरे हायर गर्न जाने अवस्था, सक्नेले जाने नसक्नेले चाहिँ अदालतबाटै त्यो सेवा प्रवाहहरू निःशुल्क रूपमा हुन्छ भन्ने कुरा त्यो कुरा सूचित हुन जरुरी छ। अर्को चाहिँ हामी कहाँ चाहिँ यो टेम्प्लेट पनि छ कि टेम्प्लेट भनेको हामीले चाहिँ ठ्याक्कै चाहिँ फर्मेट छ। त्यो फर्मेटमा चाहिँ जस्तै कसैले केही कुराहरू अब हामीले नक्कलले माग्नु पऱ्यो अथवा केही अब के अरे वकालतनामै गर्नु पऱ्यो भने यी सबै कुराहरू हाम्रो फर्मेट ठ्याक्क छ। त्यहाँ चाहिँ कम्प्युटरबाट चाहिँ के अरे प्रिन्ट गर्ने बित्तिकै त्यहाँ चाहिँ त्यो ठाउँमा खाली ठाउँमा चाहिँ भरेर चाहिँ निवेदन बुझाउन सकिने खालका छन्। धेरै नै हामी यहाँ 50 है 72वटा त हामीले चाहिँ दोहोरी राखेका छौँ। 72वटा हाम्रो टेम्प्लेट छ। त्यो टेम्प्लेट चाहिँ त्यति मात्रै जानकारी भयो भने अब हामी चाहिँ अगर वकिलकैमै अब खर्च गरेर लेख्नु पर्ने अवस्था झन् सर हेर्दाखेरि ठ्याक्क त्यसलाई प्रिन्ट गरियो भने अनि ठ्याक्क आफ्नो चाहिँ विवरण नाम अब ठेगाना आदि कुराहरू भयो भने त्यो कुराहरू हुन्छ। अब हामी कहाँ वेबसाइटहरूमा त्यो कुरा उपलब्ध छ। यो कुराहरूको मैले यहाँलाई जानकारी गराएँ। अब अरू कुरा अब हामीले यहाँबाट अदालतबाट गर्ने कामहरूमा त अब चाहिँ अब मैले अरू कुरा त हामी कहाँ मुद्दा फैसला भएपछि हामीले गर्ने कुरा त छिटो गरेकै छौँ। एउटा यो कानुनी सचेतना चाहिँ कुरा चाहिँ अलिक जरुरी के देखिया छ भन्दाखेरि अब यहाँमा आइसकेपछि पनि यो अहिले हाम्रो कानुनमा जुन संविधानले नयाँ व्यवस्था गरेको छ त्यो चाहिँ अलिकति जस्तै भनौँ न उदाहरणको लागि अब अहिले 18 वर्षभन्दा मुनिका चाहिँ अब जुन अब रेपको कुराहरू आउँछन्। अब 18 वर्षभन्दा मुनिका चाहिँ बालबालिकाको हकमा चाहिँ त्यो सहमतिमै के अरे चाहिँ अब के अरे शारीरिक सम्पर्क भएको अवस्थालाई पनि यसले चाहिँ अब कसरी चाहिँ के अरे चाहिँ को रूपमा परिभाषित गरेको छ। यहाँ मुद्दाहरू आउँदाखेरि कस्तो छ भने अब चाहिँ एक आपसमा चाहिँ अब दुईटाको बिचमा प्रेम सम्बन्ध पनि उमेर पुगेको छ। अनि त्यसपछि त्यो मुद्दाको रूपमा आउँदाखेरि कानुनले चाहिँ अब त्यसलाई कसरी रूपमा परिभाषित गरेको छ। उनीहरूले त्यो दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था पनि छैन। हेर्दाखेरि त सहमति यहाँ भए पनि कानुनले चाहिँ 18 वर्षभन्दा मुनिको हकमा चाहिँ त्यसले चाहिँ अपराध घोषणा गरेको हुनाले अब त्यो कतिपय अवस्थामा यहाँ हामीले यसो काम यसको कुरा सुन्दाखेरि पनि त्यो थाहा छैन। 18 वर्षभन्दा मुनिको हकमा यो गरेको छ भने त्यो थाहा पनि छैन। त्यस्तै समस्या चाहिँ बहुविवाहमा पनि छ होइन। बहुविवाह गर्दाखेरि पनि अब भइरहेको श्रीमतीसँग अब चाहिँ सम्बन्ध विच्छेद कानुन उल्लेख नगरिकन अर्को चाहिँ महिलासँग विवाह गर्दाखेरिको परिणाम चाहिँ पनि फेरि विवाहको मान्यतालाई सुन्ने हुन्छ भनिदिएको छ कानुनले। अब यतिसम्म छ कि हाम्रो आफ्नो घरमा श्रीमती हुँदा सम्बन्ध विच्छेद नगरिकन अर्को महिलासँग विवाह गरेको र त्यो महिला विवाह गरेको महिलाबाट बच्चा जन्मियो भने पनि त्यो चाहिँ उनीहरू लोग्ने स्वास्थ्य कायम हुँदैन। बच्चा बच्चीका बाबुआमा कायम हुन्छन्, काम हुने नै भए त्यति हुँदा पनि उनीहरू पत्नी पत्नी हुँदैन। अब अहिले हाम्रो यो 75 साल 71बाट लागू भएको जुन संहिता हो त्यो संहिताले चाहिँ बहुविवाह स्वत बदलाउने व्यवस्था गर्यो। त्योभन्दा अगाडिको मुलिगेनमा के थियो भन्दाखेरि बहुविवाहलाई अपराधिक घोषणा त गरेको थियो तर त्यो बहुविवाह चाहिँ बदल हुँदैन, त्यो दण्डनीय थियो। पहिलो जरिमाना हुन्थ्यो तर त्यो विवाह कायम हुन्थ्यो। अहिलेको संहिताले चाहिँ
दण्ड जरिमाना त हुन्छ नै, तर चाहिँ त्यो विवाह पनि स्वतः बदल हुने भन्ने कानुन व्यवस्थाहरू पनि छन्। त्यो कुराहरू पनि कतिपय ठाउँमा अब यसो हेर्दाखेरि त्यो थाहा नपाएको, अब त्यो पहिल्यैदेखिको हाम्रो रुलिङमै भएको व्यवस्थाहरू त्यही बारेमा जानकारी, नयाँ संहिताको बारेमा के हो कसो भन्ने पनि देखिन्छ यहाँ।